नेपाली जनताहरू भ्रष्टाचारले गर्दाखेरि फ्रस्ट्रेट भएका हुन् कि भ्रष्टाचारको हल्लाले फ्रस्ट्रेट भएको हुन्? नेपाली युवाहरू 18, 19, 20 वर्षका भाइ-बहिनीहरू नेपालमा कोसिस गर्दा गर्दा नसकेर फ्रस्ट्रेट भएको हुन् कि नेपालमा जे गर्दा पनि हुँदैन भन्ने हल्लाले फ्रस्ट्रेट भएको हुन्? यी दुईटा प्रश्नहरू एकदमै गम्भीर छन्। भ्रष्टाचारले फ्रस्ट्रेट भएका हुन् भने यो अहिलेको अन्तरिम सरकारले एकजनालाई किन जेल हाल्न नसकेको? म सबै भ्रष्टाचारको कुरा गर्दिनँ, तर 8-10 वटा यस्ता काण्डहरू छन् जसले चाहिँ वर्षौँदेखि नेपाललाई छोड्या छैन, नेपालीलाई पनि छोड्या छैन। गिरिबन्धु कति हजार करोडको ल्यान्ड स्क्याम, यो त सधैँ चलिरह्यो नि त। कम्बोडिया 3000 करोड रे, भुटानी शरणार्थी कति अर्ब रे। यस्ता कुराले त नेपाली जनतालाई त फ्रस्ट्रेट बनाएर राख्यो हो नि त। यो अन्तरिम सरकारले अरू कुरा गरोस् नगरोस्, जति पनि काण्डका कुराहरू चाहिँ सेप्टेम्बर 8 भन्दा अगाडि हुन्थे, त्यसलाई लिस्ट बनाएर टप 10 बनाएर टप 10 बिगेस्ट स्क्यान्डल चाहिँ भएको हो कि होइन, हो भने कसले भने क्लियर गरिदिनुपर्छ। नत्र भने चुनावपछि पनि जनता त्यत्तिकै फ्रस्ट्रेसनमा बस्छ। यो काण्ड रियल हो कि होइन, सत्य हो कि होइन थाहा नपाएर त्यसमै रुमल लिएर बस्छन्। हामी के नेपाली जनता सधैँ लिम्बमा बस्ने हो? जोलाई चाहिँ भ्रष्टाचारी भनिन्छ तिनीहरू त आज त पदमा छैन, पावरमा छैन। यो कुरा अन्तरिम सरकारले क्लियर गर्नुपर्छ र नेपाली जनताले आफूलाई सोध्नपर्छ, भ्रष्टाचारले नै फ्रस्ट्रेट भएको हो कि भ्रष्टाचारको हल्लाले फ्रस्ट्रेट भएको हो? हामी कोसिस गर्दा गर्दा नसकेर फ्रस्ट्रेट भएको हो कि यहाँ नेपालमा केही पनि हुँदैन भन्ने हल्लाले फ्रस्ट्रेट भएको हो? यो कुरा सोच्न एकदमै जरुरी छ।